नमस्ते, स्वागत छ तपाईहरुलाई फेरि पनि अर्को एउटा नयाँ सानो ब्लगमा। हामी यो विराटनगरको एउटा नयाँ ठाउँ एक्सप्लोर गर्न आएको छौं। भिडियो अन्तिमसम्म हेर्नु होला। विराटनगर आसपासको साथीहरुले ठाउँ चाहिँ गेस गरिसक्नु भएको होला। हेर्न सक्नुहुन्छ एम्बियन्स पुरै टर्किश भाइबमा छ र यो नयाँ ठाउँको नाम चाहिँ टर्किश टी पोइन्ट रहेको छ। एकदम राम्रो छ एम्बियन्स पनि। यहाँ चाहिँ हामी अहिले चिसो कफी खाँदै छौं। विराटनगरमा चाहिँ यो अहिले चाहिँ म लगभग भाइरलै प्लेस भएको छ। टर्किश कन्सेप्ट लिएर चाहिँ सञ्चालन गरिएको रहेछ यो क्याफे। हेर्न सक्नुहुन्छ टर्किश मेकिङ स्टार्ट अहिले बनाइराख्नु भएको छैन। यो चाहिँ हामीले ब्ल्याक टी मगाएको थियौं। आज चाहिँ विराटनगरमा धेरै नै गर्मी भएको कारणले जुस शीतल प्रदान गर्नलाई चाहिँ उहाँहरूले चाहिँ फोहरावाला यहाँ नयाँ आइडिया चाहिँ कन्सेप्ट युज गर्नुभएको रहेछ। जुसले चाहिँ शीतल थोरै भए पनि राहत दिइरहेको थियो। तपाईहरुलाई यो ठाउँ कस्तो लाग्यो आफ्नो भ्यू चाहिँ कमेन्ट गर्नु होला। तपाईहरुको पनि साथीभाइहरुसँग टर्किश एक्सपिरियन्स लिन आउन सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला। हस्त बाइ।